क्याम्पसद्वारा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित उद्यमशीलता तालिम कार्यक्रमबाट उद्यमशीलता कार्य गर्नको लागि बिउ पुँजी प्राप्त बहिनी श्रेया श्रेष्ठद्वारा व्यावसायिक रूपमा आफ्नो उत्पादन सुरु भएको छ। हिमालयन ट्वाक्क टिमुर नामको अर्ग्यानिक टिमुरको छोप सर्वत्र बजारमा उपलब्ध भइरहेको छ। नानुलाई व्यावसायिक सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। 7,20,000 बराबरको बिउ पुँजी विश्वविद्यालय अनुदान आयोगबाट स्वीकृत भएको थियो। त्यसको पहिलो किस्ताको रकम 4,32,000 उनले प्राप्त गरिसकेकी छिन्। अब दोस्रो किस्ताको लागि हामीले विश्वविद्यालय अनुदान आयोगमा थप प्रक्रिया अब अहिलेसम्म भएको खर्चको बिल भरपाईहरू पेश गरिसकेपछि दोस्रो किस्ताको रकम उपलब्ध हुनेछ। निर्व्याजी रूपमा प्राप्त उक्त बिउ पुँजीले उनको व्यावसायिक क्षमता विस्तार गर्नको लागि ठुलो सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उद्यमशीलतामा लागि आय आर्जनको लागि रोजगारीको खोजीमा लाग्नुभन्दा रोजगार दिनतर्फ लाग्नको लागि समेत यो एउटा उत्प्रेरणात्मक कार्य हुनेछ भन्ने पनि अपेक्षा लिएको छु। म श्रेया श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पस बिएड तेस्रो वर्षमा अध्ययनरत र यस म्याग्दी बहुमुखी क्याम्पसमा विगत सञ्चालन भएको युजिसी सहायताद्वारा उद्यमशीलता कार्यक्रममा सहभागी थिएँ, जसले गर्दा मैले हिमालयन ट्वाक्क टिमुरको प्रपोजल बुझाएको थिएँ र त्यसबाट सिलेक्ट भएर चाहिँ मलाई केही अनुदान मिलेको थियो। त्यस अनुदानबाट चाहिँ मैले आवश्यकहरू किनेर चाहिँ मैले चाहिँ अहिले हिमालयन ट्वाक्क टिमुर फर्मबाट टिमुरको अचार चटनी उत्पादन गरिसकेको छु र मैले 1000 डिब्बा चाहिँ बनाएको छु। यसलाई चाहिँ अब आजबाट चाहिँ बजारमा ल्याउने प्रयास गरेको छु। यसमा चाहिँ हामीले के मिसाएको छौँ भने फर्स्टमा टिमुर, मरिच, अदुवा, हर्रो, बर्रो, बिरेनुन र खुर्सानी चाहिँ डल्ले अकबरे खुर्सानी र अर्को खुर्सानी 2वटा मिसाएका छौँ। चाहिँ अहिले कम मात्रै कम बोटमा मात्रै फलेको हुँदाले चाहिँ कुनै मेसिनको प्रयोग गरेनौँ र हामी स्वयंले टिप्यौँ र केही समयपछि चाहिँ यसलाई हामीले घरमै अर्ग्यानिक रूपमा यसलाई प्रशोधन गरेर तपाईँहरू समक्ष ल्याएका छौँ। म म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र सङ्ख्या अध्ययनरत गरेर पनि आज व्यवसाय सञ्चालन गर्न सफल भएको छु र मलाई यहाँसम्म पुर्याउने म्याग्दी क्याम्पस परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। त्यसै गरी मैले चाहिँ उत्पादन गरेको पहिलो उत्पादन चाहिँ यस म्याग्दी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख सरलाई दिन चाहन्छु। ल शुभकामना। ल अनि चाहिँ मेरो नाम चाहिँ मन्जिर कटराज छेत्री। म यस म्याग्दी बहुमुखी क्याम्पस अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन सचिव। यस म्याग्दी बहुमुखी क्याम्पसले चाहिँ अध्ययनका साथसाथै विभिन्न उद्यमशीलताका सम्बन्धित तालिमहरू चलाएर आज चाहिँ हाम्रो यस म्याग्दी बहुमुखी क्याम्पस स्नातक तह तेस्रो वर्ष शिक्षा सङ्ख्याको तेस्रो वर्षमा अध्ययनरत दिदीले चाहिँ हिमालयन ट्वाक्क टिमुर उत्पादन गरेर बजारमा ल्याउनु भएको छ। यसलाई चाहिँ आगामी दिनमा मार्केटिङ गर्ने बजारमा ल्याउनलाई हामी स्वतन्त्र विद्यार्थी युनियनको पनि सपोर्ट रहनेछ र तपाईँहरूलाई आवश्यक परेमा स्वतन्त्र विद्यार्थी युनियनलाई समेत सम्झन सक्नुहुनेछ। धन्यवाद। दिदीलाई चाहिँ यस व्यावसायिक सफलताको शुभकामना मेरो तर्फदेखि र स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसको तर्फदेखि चाहिँ हार्दिक शुभकामना र सफलताको शुभकामना छ। एमएडको विद्यार्थीको